रातको 3 बजीतिर यसरी पैसा यसरी खोज्नु पर्दो रहेछ हैन बिचरा पिलित कता कता देख्नुहुन्छ नि तपाईहरुले लाइट यो रातको 3 बजी हो जंगलमा पहाडमा रातको 3 बजी जंगल पहाडमा आएको छ हेर्नुस् गाह्रो छ भोक लाग्यो यी बिस्कुट खाएँ पानी खाएँ अब झोलो सोलो बोक्ने हो चल्ने उकालो हेलो गुड मर्निङ एभ्रीवान फेरि पनि नयाँ भ्लग लिएर आएको छु अहिले म लगभग धेरै हाईमै नै छु 2 बजी हिँडेको रुमबाट अहिले सन भ्यू हेर्दै हुनुहुन्छ नि यस्तो दामी ठाउँ छ तर म कस्तो ठाउँमा छु भनेर म तपाईहरुलाई देखाउँछु ल हेर्नुस् म यस्तो ठाउँमा छु अहिले है यहाँबाट झर्यो भने मान्छे भेटिँदैन यस्तो म अडिरहेको छु म खुट्टा लाएर यहाँबाट झर्यो भने मान्छे रहँदैन तपाईहरु पनि सन्चै हुनुहुन्छ होला आराममै हुनुहुन्छ होला म नि सन्चै छु आजसम्म बाँचेको छु मेरो ट्राभल भनेको अलिकति कठिनै छ लेकतिर मात्र हो लगभग अब धेरै दिन छैन मेरो यस्तो दामी ठाउँ छ भर्खर घाम लागेको अघिसम्म एकदम चिसो थियो अहिले घाम लाग्न थालेपछि चाहिँ तातो हुँदै आउँदैछ राति 1 बजी उठेर आएको यो डाँडामाथि अझै माथि डाँडा पुग्नु बाँकी नै छ 1 बजी उठेर चिया मुखसुख धुँदा चिया खाँदा हैन चुरोट खाँदा लगभग 2 बज्यो 2 बजी चाहिँ हिँडेको 2 बजी हिँडेर जोस बिस्तारै आइयो अहिले भर्खर घाम लागेछ लास्टै चिसो हात झर्नै आँटेको थियो मेरो जोस घाम आएर अहिले न्यानो हुँदैछ अब लेट्स गो है यस्तो दामी ठाउँ छ कि म तेस्रो डाँडा काटेर तेस्रो स्थानमा छु भ्यूहरु दामी छ सास भरेर त्यस्तै हिँड्न सकिरहेको छुइनँ हैन बाटो त्यस्तै हरामी यहाँबाट आज भ्यू चाहिँ राम्रो देखिएको छ है यो ठाउँबाट चाहिँ बाटो हिँड्नु पर्ने छ यस्तो फेरि यहाँबाट झर्यो भने कहाँ छ ल पुरै यस्तो छ माथिको डाँडा पुग्नु पर्ने ल आयौँ हामी भिर पाखामा यहाँबाट लड्यो भने नमस्ते हो होइन मेन एक चोक्टा नै भेट्दैन होला यहाँबाट झर्यो भने त एक चोक्टै भेट्दैन होला ऊ त्यो बस्तीमा पुगिन्छ होला टेरीको दामी ठाउँ के गर्नु हरामी बाटो हो ल 10-14 को यो याखरका माथि डाँडाको मौसम यस्तो छ रमाइलो छ मलाई चाहिँ खै के को अल्छी लाग्यो नि मेरो पो लाग्यो एक दिनमा सुत्देको यस्तो हाइमा हैन यस्तो दामी छ ठाउँ के गर्नु र लास अल्छी लागिरहेछ हैन अलिकति सुत्यो पनि तलमा चिसो लास्ट चिसो छ मैले 2टा टोपी ओरिरहेको छु चिसो भएर हावा चलिरहेको छ कि पुरा
भनेको त्यो टपमा त जानै नसकिँदो रहेछ पहिरो आएर छ कि हिमालले हिउँले त्यही भएर जति गए पनि घरहरू छ लगभग अब म त्यहीबाट फर्किने माथि जान नसकिने भयो यहीबाट फर्किने हो यस्तै छ जिन्दगानी कालो ओह्रालो यार अघि राति 2 बजी हिँडेको उकालो यस्तो रहेछ हौ अहिले आएर अनि यहाँबाट माथि टुप्पामा क्रस गर्नु पनि यहीँबाट आएको अनि रोकिने ठाउँ कोही छैन त चिप्ले त तल खोलामा एकैचोटि थट डेन्जर जर्नी भएछ त हौ ल हेर्नुहोस् है पैसा टिप्न गाह्रो छ हेर्नु पैसा है पैसा पैसा टिपिराख्नु भएको छ उहाँहरूले यस्तो भिडमा गाह्रो छ पैसा कमाउन एकदम सुन्दर ठाउँ छ है टक्क आउने यसरी पैसा टिप्ने अनि घर जाने फेरि भोलि पनि आउने यसरी पैसा टिप्ने गाह्रो छ म यहाँबाट झऱ्यो भने नि सिधै त्यो पैसा टिप्ने ठाउँमा पुग्छु त्यस्तो ओह्रालो छ डेन्जर बाटो छ यार यति सुन्दर ठाउँमा चाहिँ आएर अहिले आएर मलाई हक्स आयो यार कहाँ हर्न्स दिने यार ठाउँै छैन भने मान्छे माथि नि मान्छे तल नि मान्छे म्याकुरी खतम भयो यार बिजुयो भने 3-4 डाँडा काटेर आएको यता नि मान्छे छ हौ दिमाग खराब हो कहाँ गएर हर्न्स दिने त यार बिजोग भइगयो नि तल नि मान्छे छोरे मान्छे छोरी मान्छेहरू तना दिमाग खराब भयो छट्टी यस्तो बाटो आइरहेको छु यार 2-3 डाँडा काटेर हक्स दिउँ भने त भएन नि हौ लु यता नि ठाउँ छैन उयो माथि मान्छे रहेछ बिजोग रमाइलो भइगयो नि यार खट्टुमै दिनुपर्छ कि हो हर्न्स त यार छट बिजोग रमाइलो भइगयो नि यार कहाँ दिने होला त तल खोला पुग्नु कहिले पुग्नु यार उता आएको यता नि मान्छे रहेछ दिमाग खराब यार यहाँ पनि र मान्छे रहेछ हर्न्स दिउँ भनेको त आज बिजोग हुने हो नि यार कहाँ दिउँ त अब तल पुग्नु पर्यो तल नि फेरि मान्छे छन् थेटरीको ए लगाउनुभन्दा हगन ठुलो भन्थ्यो हो रहेछ यार रोक्नै गाह्रो हुने भयो लागौँ त खोलातिर ल यहाँ सक्यो हगन दिने ठाउँ कुद्दैछु है हो यता चाहिँ ठाउँ छ कि आशावादी छु म हर्न्स दिनलाई ओ माई गड तपाईँहरूलाई यस्तो भएको छैन जतततै मान्छे नाङ्गो ठाउँमा तनाव मान्छे छन् कि मान्छे त छैन रहेछ ल फाइनल्ली हगन्स ठाउँमा भेटियो भनेको त्यहाँ एउटा दिदी ठिङ्ग उभिरहेर छ थट दिदी माथि जानु छिटो म हगन्स दिन्छु यदि दिल परेर खाने त हगन्स दिउँ भने त
ल फाइनली इतना सुकुन इतना खुशी इतना खुशी इतना खुशी सुकुन मिल गया हगन्स दिएर तल यहाँ खोलामा पुग्यो यार परको डाँडाबाट आएको यहाँबाट यसरी आएँ होइन छैन यसरी आएँ यहाँबाट आएँ यहाँ लास्टमा यो मुनि लास्टमा हगन विश्राम गरियो होइन यो खानु जति पनि मिठो नमिठो ठिकै छ खानु पाइन्छ पेटभरि खाए पनि नखाए नि मतलब भएन बट तर यो हगन्सलाई चाहिँ नरोक्नु मिल्ने नछेक्नु मिल्ने थट्टरीको यस्तो आज यस्तो बिजोग भयो कि दिमागै खराब भयो दुई लिएर हक्नलाई कम त सङ्घर्ष गरियो त ल आधी घन्टा हिँड्यो यार ल फाइनली हगन्स पनि दियो रिक्स उठा नाम बना माछा हगन्स दियो बल्ल यार माछाले जय हगन्स त्यो माथि डाँडा पुग्नु पर्ने माथि पुग्न आँटेको थिएँ यो हगन्सले गर्दा यार फेरि खोलाइमा चढ्नु पर्ने भयो थट्टरी कतिखेर फेरि पुग्नु माथि ल अब मेरो पैदल यात्रा निरन्तर बढिरहन्छ के कसो छ म तपाईँहरूलाई अपडेट गराउँछु है त हेलो के हो पारा ठेकदार भएर किरा खोजी हुन्छ फाइदामै जाने हो कतिवटा भेटाइयो कतिवटा भेटाइयो 10 बजीसम्म चाहिँ 5 वटा थियो अहिले चाहिँ के लुतर ठिक छ बधाई छ रेट कसरी छ रेट अहिले त छैन 700 हो भाउै छैन अहिले त यो महिनामा ठेकदार धेरै भयो भने त भाउ बढ्थ्यो नि त है ठेकदार कम भएर भाइ मात्र ठेकदार निस्कियो अनि अहिले त 300 700 भन्न थाल्यो यसपालि भाउ छैन त्यही भएर ठेकदारहरू त्यति भएन म पनि अब मुस्किलले आएको हो बिचरा फेरि जनताहरू अब दुःख छ है भनेर अब बिचरा कसैले नि अब किनेन भने ठेकदारहरू कसैले किनेन भने अनि कामदारहरू छैन त सिद्धि डुबेर जान्छ हो नि मसँग छ एउटा बेचिदिनु पर्यो मायापुरी कति पर्ला भाइ आउला ठुलो कि सानो ठुलो 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 खालको होइन सानो खालको मजाउला खालको मजालाई खालको मिडियम साइजको बेच्नु पर्यो कति आउला कति आउँछ हेरेर थाहा हुन्छ अब डेट गएको छ कि छैन किराले खाएको छ कि छैन अझै डेट त कहिल्यै जाँदैन नि त्यो किराको जाँदैन यार अनि गएको हुन्छ तर पनि हेरेर है जाँदैन नि डेट जान्छ हो डेट गएको कसरी हुन्छ भने त्यहाँ नरम जो पानी चुइन्छ त्यही हो सकिएको नि ल अरूले यही ठाउँमा 4-5 वटा भेटियो मैले खोइ भेटेँ कति लाखको उठाइयो लगभग 8-9 लाखको हो 8-9 लाखको चाहिँ उठाइसक्यो है 8-9 लाखको चाहिँ उठाइसक्यो कति लाख जतिको उहिलेदेखिको कति लाख जतिको उठाउने प्लान छ 2,17,000 को किने हो हिजो कति उठाउने त प्लान छ त अब जति अब जति पायो त्यति नै उठाउने ठिक छ बधाई छ पार्टी खानुपर्छ अन्तिम दिन भाइ है धन्यवाद ल ठेकदार मेरो भाइ यो भाइको लागि पनि 1 सब्सक्राइब ठोकिदिनु है होइन भाइ खुब रमाइलो भाइ छ ल टपमा आइपुगेको छु म होइन यस्तो दामी भ्यू वाउ भन्ने खालकै छ नि त
सब्सक्राइब गर्नु पर्यो यो भ्यूको लागि। एक्लै कुदिरहेको छु डाँडामा। वाउ, अब यस्तै हो। आज लास्ट डे हो है, लास्ट डे है यो भिडियो, लास्ट डे। ल मनाङको माथि टपको यस्तो छ भ्यू, जोस रमाइलो भइरहेछ। घुमघाम अब लगभग अब अन्तिम हो आज मनाङको मेरो। मनाङ बस चाहिँ आज लास्ट। अब मनाङ टु काठमाडौँ लागिन्छ। अब सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गर्नुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो तपाईँलाई भिडियो होइन, कमेन्टमा है, कमेन्टमा। ल हेलो नमस्ते भाइ। नमस्ते। शुभ नाम के हो भाइको? मेरो धनकुमार तामाङ हो सर। ए कहाँबाट आइयो? म खोटाङबाट। ए खोटाङबाट किरा टिप्नै आइएको हो? हजुर। कतिको पाइरहेछ किरा भाइ? किरा ठिक पाइरहेछ हो, सोचे जस्तो भइरहेछ? भने जति त कहाँ हुनु। ल ठिक छ। पहिलोचोटि हो कि दोस्रोचोटि के हो? हजुर पहिलोचोटि हो। पहिलो हो। अनुभव रमाइलो भइरहेको होला होइन? हजुर भइरहेछ। ठिकै छ। यसो घुम्न भएमा अब अलिअलि होइन, घुम्नु आउनु पाएकोमा खुसी। ल ठिक छ। मनाङ यस्तो शुद्ध ठाउँमा होइन? हजुर। ल ठिक छ भाइ, टन्नै कमाउनु होइन, हजुर, धेरै पाउनु, अनि ल पछि भेट्दै गरौँला। ओके मेरो भाइ है, ल बाई बाई। यहाँ चाहिँ यसरी यार्चा गुम्बा खोजिँदो रहेछ हिमालको फेदतिर। पैसा कमाउनु दुःख छ। खन्नुहोस् त कहाँ रहेछ। ओहो यस्तो हुन्छ है। ल यार्चा गुम्बा भने यही हो जडीबुटी। यसको बिट चाहिँ यस्तो हुँदो रहेछ। उहाँले खन्दै हुनुहुन्छ त। यो भेट्दा त कति खुसी हुनुहुन्छ होला है। ल यार्चा गुम्बा जडीबुटी यसो गर्दै रहेछ। ल बधाई छ है। म चाहिँ यो खोला तर्न आँटेको होइन, यहाँ पुल रहेन रहेछ। अघि जाँदा त सानै थियो, अहिले माथि पानी परेकोले गर्दाखेरि चाहिँ खोला बढिसकेर छ। अब यहाँबाट उफ्रेर पारी जानु पर्यो। यहाँ धेरै पारी। ल खोला क्रस गऱ्यौँ। अब हामी आफ्नो निवासतिर लाग्छौँ। पैदल यात्रा अब लगभग आजसम्म मात्र हो।